मेरो माइत गाउँ यस्तो छ ऊ पर मेरो गाउँ यता मेरो माइत ऊ त्यो सेतो व्हाइट कलरको अन्त यता हामी माइतबाट धान दिनुभएको अरे कि चामल कुटाएर लैजाऊँ भनेको छोराले हामीलाई छुनु दिएको छैन ठुलो छोराले लिएर जाँदैछ गाइज होइन अलिकति हट्नु त बाउ चाहिँ हेर्नु न पछि हिँड्दैछ ऊ ठुलो छोराले चाहिँ धान लिएर जाँदैछ हेर्नु छोराहरू बाउ चाहिँ हेर्नु न लट्याङ हिँडिरहेछ है त भन्नु कमसेकम हेलो गाइस पालो पाएँ भन्नु न पालो पाएँ बल्ल बल्ल पालो पाएँ अरे अब छोरा हुर्केर छोराले लगिहाल्यो सानो छोरा चाहिँ दाजुको पछि ठुलो चाहिँ लिएर जाँदैछ उयो व्हाइट कलरको चाहिँ हाम्रो कान्छा काकाको घर हो उमरा हो त अहिले भाइ चप्पल लगाऊ खुट्टामा बोक्दैन सिसाले घोच्छ हाम्रो चाहिँ मिल जाने बाटो टाढा पर्छ नि त गाइज होइन त्यही भएर चाहिँ जाँदैछु हामी तपाईँहरूलाई देखाइदिन्छु ल म मिल पनि म चाहिँ यहाँ छु है फेरि बाउ चाहिँ हेर्नु लल्ठ्याङ आमा फ्री हिँडिरहेछ नि तपाईँ अहिले खुसी लाग्यो पालो पाएँ भनेर सबै पछाडि चेपिरहेको छ हो हामी खाने होइन उनीहरू नै त खाने हो नि होइन भन्नु त हामी खानु पाउँदैनौँ अब हामी चेन्नई गइहाल्छ अब खाने भनेको उनीहरू नै हो त्यही लागि उसले नै लोए गर्यो कस्तो मैला भएछ यो भेस्ट छि गन्ध देखिरहेको भेस्ट मैला भएको भेस्ट चेन्ज गर्छु भने कि गरिनँ नि त मनिषा खाजा गरेर ल ल ल ल लडाइमा रक्सी खाएको जस्तै जुन मान्छेले मायामा खोडिदिन्छ ल ल यस्तो भएर पल्लो गाउँबाट छ ए लडाउ त कल्लु दादा चाहिँ हाम्रो काकाहरूको कुखुरा फर्म ए कल्लु दादा अब चाहिँ थाक्यो अरे ऊ आफैले बोक्दैछ चप्पल लगा अहिले खुट्टा भाँचिदिन्छु दिइहाल्नु त चप्पल बाउ चेले लिएर जाँदैछ अब चाहिँ थाक्यो अरे चप्पल लगाए भाइ के भयो ल लुगामा नसमान त नि बाउ छोरा पर पुग्यो सानो छोरा चाहिँ आमै छोड्दैन आमाको लुगा समाको समा गर्छ ओ मलाई गाडीले हान्छ भनेर हेर्नु बाबाको गाडी आउँछ नानी हेरेर लड्नुलाई अहिले चम्किनु यो बोक्ला तेरो जेमेन्टी बोकाउँदैन होइन मलाई सुसानु मलाई जुन मान्छेले मायामा खोडिदिन्छ कुद्दै पुग्यो नि कुद्दै पुग्यो
बाबाहरू छे पानी रहेछ छे मैला पानी हो ओजन गर्नु पर्दैन खोइ मान्छे छैन क्या बोलाउनु न अन्त कोही छैन त नि बोलाउनु धान केला ओजन गर्नु